हेलो एभ्रिवान, आज मसँगै मेरो फेभरेट तरकारी पकाऊ है त। गेस गर्नुहोस् त के हो? आज म पकाउँदैछु गाउँमा फल्ने अर्ग्यानिक न्युरो। यसको लागि मैले थोरै प्याज ठिक पारेँ, त्यसपछि आलु, एउटा कराईमा मेथी खुराएँ, त्यसपछि प्याजलाई डढाएँ, त्यसपछि मैले एक काटिरहेको आलुले सबै यसमा राखेँ र मजाले मिक्स गरेँ। हेर्नुहोस् है साथीहरू, यो चाहिँ मस्त अर्ग्यानिक हो है, गाउँको चुलोमा मजाले पाकिरहेको छ। साथै मैले यसको तेल थोरै निकाल्ने, किनभने तेल बढी भएछ, स्वास्थ्यको लागि हानिकारक हुन्छ तेल दिएर खाना साथीहरू। त्यसपछि मैले आलुमा न्युरोलाई सबै राखिदिएँ। न्युरो सबै राखिसकेपछि मैले मजाले मिक्स गरिदिएँ आलु र न्युरोलाई। हेर्नुहोस् है, आलु र न्युरोको मिक्सपछि यस्तो राम्रो लुक्स आइसकेको छ तरकारीको। हेर्नुहोस्, एकदम मिठो हुनेवाला राखिदिएँ मैले थोरै बेसार राखेपछि यसलाई मजाले मिक्स गरेँ। मसलालाई पनि मजाले मैले सिलौटोमा पिसेको थिएँ। सिलौटोमा पिसेको मसलाले चाहिँ टेस्ट राम्रो र एकदम मिठो आउँछ नि साथीहरू। सो मैले मसला सबलाई यसरी राखिदिएँ र मजाले मिक्स गरेँ। हेर्नुहोस् है, अहिले नै यति धेरै मिठो देखिन थालिसक्यो मेरो तरकारी। त्यसपछि मैले यसमा राखिदिएँ आफ्नै बारीमा फलेको लोकल गोलभेडा। गोलभेडा हालेपछि चाहिँ मैले थोरै पानी हालेर यसलाई गोलभेडा पाक्नको लागि छोपिदिएँ। हेर्नुहोस् है, गोलभेडा चाहिँ पाकिसकेको छ। अब यसो मजाको यसको लुक्स यस्तो आइसकेको छ गोलभेडा पाकेपछि। हेर्नुहोस् है साथीहरू, अब म यसलाई मजाले मिक्स गर्छु। अब फाइनली मेरो न्युरो र आलुको तरकारी चाहिँ रेडी भइसकेको छ साथीहरू। मलाई चाहिँ अलिअलि थोरै सुप भएको मनपर्छ नि त, सो मैले थोरै सुप राखेर यसलाई उमाल्नलाई छोडिदिएँ। त्यसपछि मैले मजाले इन्जोय गरेर खाएँ। थ्याङ्क यू फर वाचिङ।